हेलो नमस्कार, हजुरको नाम के पर्यो? फुलमाया लिम्बू। फुलमाया लिम्बू कहाँबाट बोल्दै हुनुहुन्छ तपाईँ? अनि के भन्छ तपाईँको माइती चाहिँ कता हो? मेरो माइत कोलेनी। कोलेनी? कति वर्षको उमेरमा आउनुभयो बिहे गरेर? 17 वर्षमा। कतिजना छोराछोरी? 6 जना। 6 जना छोराछोरी। कतिजना छोरा कतिजना छोरी? 3 जना छोरा 3 बहिनी छोरी। अनि जाँड रक्सी कति खानुहुन्छ तपाईँ? खाइन्छ हलुका। हलुका? हलुका भनेर कति 3-4 बदल? 3-4 बदल। ए अनि यता हजुरको नाम चाहिँ के पर्यो होला? साल बुढो। साल बुढो? साल बुढो चाहिँ कताबाट बोल्दै हुनुहुन्छ तपाईँ? हजुर साल जस्तो बुढ्ने हो र? के भन्न चाहनुहुन्छ तपाईँ? हजुर भन्नुहोस् तपाईँको परिचय।